हेलो गाइज, वेलकम माई मिनी ब्लग। आजको मेरो ब्लग हो पार्टीको। मेरो बर्थडे चाहिँ भोलि अनि एडभान्समा सबैजना पार्टी दिएको, सायद भोलि बिहा हुँदैन भनेर। अनि मसँग चाहिँ 500 रुपियाँ छ, मैले 200 रुपियाँको खुवाएँ। म सबैको वेटिङमा छु, कोही कहाँ। अनि बल्ल बल्ल सबैजना आइपुग्नुहुन्छ। हामी सबैजना भेला हुन्छौँ। हामी चाहिँ ग्रुप हो अनि हाम्रो ग्रुपमा चाहिँ आन्टी हुनुहुन्छ अनि सानो जा अनि हाम्रो सानो आन्टीको छोरी सृष्टि हाई भन्छ। अनि म अनि पुष्पा अनि गर्मीमा नाम अनि गर्मी भयो अरे भन्दै पङ्खा हाम्किँदै थिएँ। अनि हामी चाहिँ जाँदैछौँ दोकान अनि हामी पुग्यौँ अनि मैले अर्डर गरेर बसिरहेको छु अनि मसँग पैसा देखाउँदैछु। म चाहिँ सबैजना वेटिङमा छु मैले अनि म चाहिँ अर्डर गर्दैछु दिनु भनेर दिन। अनि सबैजना खाइसकेर फेरि हामी बसिरहेको छु। म मम्मीलाई घर राख्दिनँ प्याक गरिदिनलाई अनि म जाँदैछु के किन्न। अनि म फेरि मम्मीको लागि अर्डर दिन गएँ अनि सबैजना चाहिँ बाहिर बसेका छन्। म चाहिँ अर्डर दिँदैछु अनि मैले अर्डर दिइसकेँ अनि म चटपटी लिएर घर आइदिन्छु। चटपटी चाहिँ यो हो अनि हामी जाँदैछौँ बाटो अनि कस्तो राम्रो भ्यू रहेछ अनि फोटोसहरू खिच्यौँ अनि हामी चटपटी जाँदैछौँ घर। अनि तिनीहरू कहाँ छुटो अनि म चाहिँ जाँदैछु अगाडि चटपटी बसिन्छ भनेर। साथीभाइ पनि बालेको थिइनँ सन्जनामा अनि बल्ल म घर आइपुगेँ। साथीभाइ बाल्नलाई मुखसुख धोएँ। अब चाहिँ म साथीभाइ बाल्छु अनि पढ्छु। बाई बाई गाइस, थ्याङ्क यू फर वाचिङ माई मिनी ब्लग।